हेलो सबैजनालाई स्वागत छ फेरि पनि आजको नयाँ भिडियोमा। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ। म एकदम ठिक छु। आजको भिडियो चाहिँ तपाईँहरूले के को बारेमा छ भन्ने कुरा चाहिँ थम्बनेलबाटै हेरेर थाहा पाइसक्नु भएको होला। मसँग चाहिँ यो नासपाती छ, हेर्नुहोस् है, यो नासपाती कति ठुलो छ। यसको प्राइस पनि हेर्नुहोस् 13,500 कोरियन वुन हो। नेपालीमा कन्भर्ट गर्दाखेरि चाहिँ ठ्याक्कै 14,500 जति पर्न जान्छ। अहिले रेट घटेको छ, त्यही भएर त्यति पर्न जान्छ। 14,500 को त होइन, नेपालमा त अनि एक बोरै नासपाती आउँछ होला होइन, लगभग आउँछ। अनि यहाँ चाहिँ ल 14,500 को एउटा मात्रै, ल एउटा डल्लै यस्तो पनि हुँदो रहेछ है। हैत्रिका, उस्तै पऱ्यो हाम्रो गाउँतिर गयो भने त फ्रीमा पनि खान पाइन्छ। फ्रीमा भन्दा पनि अब कोटाको हिसाबले अब सस्तै हुन्छ कि होइन। तर यहाँ चाहिँ एउटा ल 14,500 को नासपाती हेर्नुहोस् त, यस्तो चाहिँ ल सकिन्छ त अब कोरियामा बस्नलाई। हेर्नुहोस् है, म खोलेर पनि देखाउँछु। प्राय यो पनि हालेछ स्याउको जस्तो। अनि यो टङ्कलक्क लगाएर यी नासपाती हेर्नुहोस्। अस्तिको भिडियोमा चाहिँ मैले स्याउको बारेमा बनाएको थियो। स्याउ चाहिँ त्यतिको त्यो स्याउको पनि 500 लगभग 600 जति पर्न गएको थियो नेपाली एउटा स्याउलाई। आज त झन् डबल महँगो यो नासपातीलाई। त्यो स्याउभन्दा महँगो यो त्योभन्दा स्याउभन्दा अलिकति यो ठुलो छ। त्यति ठुलो त डबल त छैन, तर अलिकति ठुलो छ त्यो स्याउभन्दा चाहिँ होइन। यो स्याउ चाहिँ यो होइन, यो नासपाती चाहिँ कति मिठो होला त होइन, त्यत्रो महँगो पैसाको होइन। देख्दा त मिठै जस्तो छ होइन। अस्तिको त्यो स्याउ त एकदमै मिठो थियो होइन। मैले 2-3 दिनलाई पुर्याएँ त्यो स्याउ। त्यो स्याउ खाएको त भोकै लागेन कि, आज राति खाएको भोलि बिहानसम्म भोकै नलागिरहेको पनि त्यस्तो रहेछ। किन महँगो छ भनेको त्यस्तो रहेछ नि। यो पनि सायद म खान्छु कतिको मिठो छ। अस्तिको मैले चाहिँ अस्ति 2टा ल्याएको थियो नासपाती, त्यो चाहिँ 4,000 नेपाली 400 जतिको ल्याएको थियो 2टा। तर त्यो चाहिँ त्यस्तो खासै मिठो चाहिँ लागेको थिएन मलाई होइन। यो चाहिँ कस्तो छ म खाएर हेर्छु कतिको मिठो छ। टक्क गरेछ है, सायद मिठै होला यो। महँगो छ नि त पैसा पनि होइन, पैसा अनुसार मिठो हुनु पऱ्यो होइन। म चाहिँ यसलाई काटेर, मसँग यहाँ चक्कु छ, पहिला धुन्छु, त्यसपछि काटेर म खान्छु यसलाई आज है त। हजुर, मैले चाहिँ यो धोएर पनि ल्याइसकेँ, यसलाई पनि चटक्क धोएर ल्याइसकेँ। अब म चाहिँ यसलाई काटेर खान्छु। कोरियामा चाहिँ यत्रो महँगो हुन्छ क्या, प्रायः महँगै हुन्छ हर सामानहरू होइन। अब नेपालमा त अब देख्दा त 2 लाख कमाछ भन्ने हुन्छ नि त। तर यहाँ बस्नेलाई थाहा हुन्छ कति के कस्तो छ भन्ने कुरा त। कमाइ अनुसार सबै खानेमा पनि महँगो हुन्छ कि, यहाँ महँगो छ कि यहाँ। अनि त्यही भएर गाह्रै छ। अब पैसै अब त्यो खर्च नगर्ने नखाएर बस्नेलाई त अब होला होइन। तर यसो खानु पनि पऱ्यो नि त स्वास्थ्यको लागि होइन। अलिकति अब कमाउँदा त नि खाने होइन, अब कमाउने खाने जस्तै। अब कमाउने खाने भन्दा पनि भनेर फेरि अब मास्ने सबै त्यस्तो खर्च गर्नु त होइन कि। तर अब आफूलाई चाहिने, अब स्वास्थ्यलाई उयो गर्ने चाहिने कुरा त खानु पऱ्यो नि त होइन। स्वास्थ्य राम्रो भयो भने त बल्ल काम गर्न सकिन्छ होइन त। अनि म यो खान्छु अब, कुरा धेरै नगरौँ होइन, फेरि लामो जान्छ भिडियो। म काट्छु है त यसलाई काटेर। यस्तो रहेछ टक्लक्क लगाएर। म चाहिँ एउटा चाहिँ यसमै राख्छु, यसमै राख्छु।
लगाएर अनि म यसलाई चाहिँ काटेर खान्छु। तास्नु नतासिकन म खाइदिन्छु यसले। चौडो सयको हो नि त होइन। यसको दुईटा गर्दा पनि यत्रै। सायद मिठै होला। अस्ति ल्याएको त अब यस्तो मिठो थिएन, मलाई त्यस्तो मिठो लागेन। यो चाहिँ मिठै होला जस्तो छ है। काट्दाखेरि पनि अब थाहा हुन्छ नि त अलिकति। अस्ति स्याउ पनि काट्दाखेरि समस्याम कस्तो थियो, तर एकदम मिठो थियो क्या। म खान्छु है त्यसलाई। अझै दुईटा गर्छु, ठुलो छ क्या धेरै। ल खायो त गाइजहरू, तपाईँहरूलाई यो, मलाई यो है त। मिठो छ, एकदम मिठो छ। अस्ति खाएको त्यो 4000को दुईटा खाएको वाला भन्दा चाहिँ यो त धेरै नै मिठो छ नि त होइन। किनभने पैसा पनि त्यत्रो महँगो छ, मिठो त हुनै परिहाल्यो नि त। म अहिलेलाई चाहिँ यो मात्रै खान्छु, त्यसपछि भरे भोलितिर खान्छु यो। यिनीहरू बाँकी रहेको चाहिँ यत्रो खान सकिँदैन नि त। एकदम मिठो है। नेपालमा एक बोरा आउने पैसाको यहाँ एउटा मात्रै नासपाती खाइरहेको छु म। मिठो छ, जो पैसा अनुसारको मिठो छ। हुन्छ गाइजहरू, आजको भिडियो यति नै। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला, अनि सब्सक्राइब पनि गरिदिनुहोला च्यानललाई। कति नयाँ युट्युब च्यानलहरू क्रिएटरहरू हुनुहुन्छ, सबैजनाले एकसाथ सपोर्ट गरौँ है त साथीहरू। हुन्छ गाइजहरू, आजको भिडियो यति नै। अर्को भिडियोमा भेटौँला, बाई।